आजको हाम्रो यो प्यानल डिस्कसनमा चाहिँ क्लाइमेट चेन्जसँग सम्बन्धित हाम्रो प्यानल डिस्कसन रहनेछ। यो कार्यक्रमलाई चाहिँ सम्पन्न गर्नको लागि उपस्थित भइसकेका छौँ। म यहाँहरूलाई पहिला परिचय गराउन चाहन्छु। नेपाल सरकारको वातावरण मन्त्रालयबाट नेपाल सरकारको अधिकृत रूपमा चाहिँ यहाँ निम्ति आएका छौँ। आफ्नो नाम। त्यसैगरी यो क्लाइमेट चेन्जमा चाहिँ लामो समयदेखि काम गरिराख्नु भएको र गैर सरकारी संस्थातर्फबाट क्लाइमेट एक्सन नेपालका कार्यक्रम संयोजक अधिकृत जीको उपस्थित भएको छ। सबैलाई नमस्कार, म बुद्धि कुमारको हो, क्लाइमेट एक्सन नेपाल। त्यसैगरी हाम्रो सेती माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययनरत भाइ राजकुमार सारुजीको चाहिँ उपस्थित भएको छ। नमस्कार सम्पूर्णमा, म राजकुमार सारू मगर कक्षा 10 मा अध्ययनरत विद्यार्थी। धन्यवाद। यहाँलाई मैले परिचय दिइराखेँ। अब हामी प्यानल डिस्कसनको रूपमा केही प्रश्नहरू व्यक्तिगत रूपबाट, संस्थागत रूपबाट र नेपाल सरकारबाट भइरहेका क्लाइमेट चेन्जसँग सम्बन्धित छलफललाई अगाडि बढाउने अनुमति चाहन्छु यहाँ समक्ष। र क्लाइमेट चेन्ज अहिले नेपाल मात्र नभएर विश्वभरि जल्दो बल्दो विषयको रूपमा उठिरहेको छ। विभिन्न सङ्घ संस्था लगायत विश्वका अधिकांश देशहरूले यसलाई एउटा प्रमुख विषयको रूपमा, समस्याको रूपमा लिइराख्नु भएको छ। यसको साथसाथै म पहिलो छलफलको विषय बनाउन चाहन्छु। वातावरण मन्त्रालयका अधिकारीज्यूलाई सोध्न चाहन्छु, क्लाइमेट चेन्जसँग सम्बन्धित के कस्ता नीति तथा कार्यक्रमहरू रहेका छन्, यहाँले बताइदिनुहुन्थ्यो कि? धन्यवाद छ। वातावरण सम्बन्धी नेपाल सरकारले जलवायु नीति 2076 ल्याएको छ। त्यसकै आधारमा नेसनल एडेप्टेसन्स प्लान भनेर राष्ट्रिय स्तरमा र स्थानीय स्तरमा लोकल एडेप्टेसन्स प्लान भनेर स्थानीय तहहरूले बनाउँदै गरेका छन्। अनि त्यसपछि हामीहरूले पेरिस एग्रिमेन्ट र त्यसपछिका सबै कोप सम्मेलनहरूमा लगातार भाग लिएका छौँ। हिमालको इस्युहरू हामीले मुख्य रूपमा उठाएका छौँ। हिमाल पक्रिँदै गएको भनेर हामीले सगरमाथा संवाद भन्ने पनि गऱ्यौँ अघिल्लो वर्ष। अनि त्यसपछि हामीले विशेष गरी अब इन्भाइरोमेन्टल फेसिलिटिजहरूको व्यापारीकरणको लागि कार्बन व्यापार सुरु गरेका छौँ। यो वर्ष 9 अर्बको कार्बन व्यापार भएको छ। अनि हामीहरू अब लस एन्ड ड्यामेज फन्ड लगायत त्यो फन्डहरू प्राप्त गर्ने प्रक्रियामा पनि छौँ। यो क्लाइमेट चेन्जका अनुकूलन तथा न्यूनीकरण कार्यक्रम अन्तर्गत चाहिँ यसरी कार्यान्वयन गर्दै जाँदाखेरि चाहिँ नेपाल सरकारले, तपाईँको मन्त्रालयले भोग्नु परेका समस्याहरू के रहेका छन्? मुख्य रूपमा चाहिँ स्रोतको समस्या हो। हामीसँग आर्थिक स्रोत कम छ। अरू चाहिँ बढ्दै गएको जोखिम भयो, हाम्रोमा बाढी पहिरो लगायतका समस्याहरू र त्यसको व्यवस्थापन, जनतामा अलि जागरुकता कम हो। हजुर, हामीलाई सुन्नमा आएको हाम्रा छिमेकी देशहरूले चाहिँ यो कार्बन उत्सर्जन चाहिँ अत्याधिक मात्रामा गरिरहेको र नेपाललाई चाहिँ दिने फन्ड चाहिँ अब दिन अलिक कन्जुसाइ गरेको अथवा हटाउँदैछ भन्ने हल्ला सुनिराखेका छन्। त्यो चाहिँ लस एन्ड ड्यामेज फन्डहरूको स्थितिमा हो होइन। हामी जस्तो देशहरूले माग गर्ने, बढी उत्सर्जन गर्नेले चाहिँ अलि दिन कम खोज्ने स्थिति हुँदा त्यो फन्डहरू चाहिँ अलि नआएको हो। हजुर, म फेरि म्यामसँग फेरि आउनेछु। म सरकार तथा गैर सरकारी संस्थाबाट पनि नेपालमा अत्याधिक कार्यक्रमहरू भइरहेका छन्। यो कार्यक्रम नेपाल सरकारले पनि एउटा प्रमुख समस्याको रूपमा लिइरहेको छ, आफ्नो एउटा चाहिँ प्रमुख कार्यक्रमको रूपमा लिएको छ। त्यसै गरी हजुरको जुन एक्सन नेपाल संस्था छ, यसले कस्ता कस्ता कार्यक्रमहरू गरिरहेको छ, यो कार्यक्रमसँग सम्बन्धित जनताको चेतना कस्तो भइराखेको छ र तपाईँहरूको कार्यक्रमको आउटपुटहरू तपाईँले सोचेको कस्तो भइराखेको छ कि छैन, सरले बताइदिनुहुन्थ्यो कि? प्रश्नको लागि धेरै धेरै धन्यवाद सरलाई, मुर्तर सरलाई। एकदमै महत्त्वपूर्ण विषयवस्तुमा छलफललाई हामीलाई चाहिँ बोलाइदिनु भयो, त्यसको लागि पनि विशेष धन्यवाद दिन चाहन्छु। अब जहाँसम्म चाहिँ क्लाइमेट चेन्जको जुन जल्दोबल्दो विषयवस्तु छ अहिलेको समयमा, यो विषयवस्तुमा हाम्रो संस्था जुन क्लाइमेट एक्सन नेपालले चाहिँ धेरै कार्यक्रमहरू, खास गरी जनचेतना अभियानलाई लिएर एउटा चाहिँ नेपालमा खास गरी यो जनप्रतिनिधिहरूमा पनि चाहिँ जनचेतना नहुने, जनतासम्म जानलाई जनप्रतिनिधि आफै चाहिँ अवार हुनुपर्ने यस्ता विभिन्न खालका कार्यक्रमहरू छन्। र विद्यालयमा विद्यार्थीहरूलाई चाहिँ हामीले हरित विद्यालय अभियान पनि सञ्चालन गरिएको छ। विभिन्न विद्यालयहरूमा देशभरिका विभिन्न ठाउँमा आफूले चाहिँ सकेको समर्पित गरिराखेको छ। त्यसमा भने मूलतः हामीले तपाईँको संस्थाबाट यो क्लाइमेट चेन्जसँग सम्बन्धित विद्यालयमा पनि गइराखेको छ? एकदम हाम्रो संस्था विद्यालयमा पनि गइराखेको छ र हामीले गरिराखेको हामी प्रचार सामग्रीहरू पाठन गरिरहेको म सरसँगै आउँछु, तालिम सामग्री आउँछु। पाठन गरिरहेका छौँ।
भाइलाई चाहिँ यो हाम्रो संस्थाबाट पनि विभिन्न कार्यक्रमहरू सुरु भइराखेको छ भन्ने कुरा पनि जानकारी आयो। तपाईँलाई क्लाइमेट चेन्ज के हो जस्तो लाग्छ अनि यस्ता कुराहरूले चाहिँ कस्तो कस्तो असर पारिराखेको छ र तपाईँको भूमिका के हुन्छ तपाईँले आफूलाई जानकारी भएअनुसार तपाईँले हस्, प्रश्नको लागि सरलाई धेरै धेरै धन्यवाद। यो क्लाइमेट चेन्ज भन्ने बित्तिकै मुख्यतः अब यो हाम्रै मानवीय गतिविधिले गर्दाखेरि नै हाम्रो जुन वातावरणको यो पृथ्वीको औसत तापक्रम अहिले बढिरहेको छ, त्यसैले गर्दा विभिन्न असरहरू देखिन्छ। त्यो तापक्रम बढिसकेपछि त्यो सँगसँगै धेरै कुराहरू जोडेर आउँछ, जसलाई नै हामी क्लाइमेट चेन्ज भनेर बुझ्न सक्छौँ। अब यसको असरहरू चाहिँ स्वास्थ्यमा पनि असर धेरै देखाइरहेको छ। पछिल्लो समयमा चाहिँ जति क्लाइमेट चेन्ज भयो त्यसको टेम्परेचर इन्क्रिज भएपछि त्यसले चाहिँ रोगहरू अलिकति बढाउने, रोगहरू छिटो ट्रान्समिट हुने होइन, त्यसले चाहिँ इकोसिस्टमलाई पनि असर गरिरहेको छ। जस्तै फेनोलोजी सिफ्ट भन्ने, जुन समयमा फुलहरू फुल्नुपर्ने हो त्योभन्दा अगाडि फुल्दिने, त्यसले गर्दाखेरि जस्तै यो विशेष गरी चराहरूमा पनि जुन त्यसको अन्डा कुराउँदाखेरि पनि समय नपुगी अगाडि कुराइदिने, त्यसले पनि बिस्तारै बिस्तारै वाइल्ड लाइफ पनि घट्दै गएको। अहिले विद्यार्थी भएको नाताले हजुरको भूमिका चाहिँ के हुन्छ यस्तो? अब जस्तै म विद्यार्थी भएको नाताले हामीले मेन गर्न सक्छौँ। अहिले चाहिँ हामीले सोसल मिडियालाई म्याक्सिमम प्रयोग गरेर अवेरनेस प्रोग्रामहरू गर्न सकिन्छ। लिड बाई एक्जाम्पल हुन्छ नि, म आफैले चाहिँ प्लास्टिकहरू कम प्रयोग गर्ने, जसरी हुन्छ अलिकति क्लाइमेट चेन्जलाई चाहिँ अलिकति रोक्नको लागि आफैबाट सुरुवात गर्नु पर्यो। अनि त्यस्तै हामीले विद्यालयमा पनि इको क्लबहरू गठन गर्न सकियो, हरित विद्यालयको कन्सेप्टहरू ल्याउन सकियो होइन, यी खालका कार्यक्रमहरू गर्न सकियो। त्यस्तै इनोभेटिभ वेमा हामीले हस् धन्यवाद। हामी चाहिँ यो क्लाइमेट चेन्जको कार्यक्रमसँग सम्बन्धित भएर विभिन्न बहस गर्ने कार्यक्रम सम्पन्न गर्यौँ। नेपाल सरकारले पनि यसलाई जल्दोबल्दो विषयमा लिएको छ, विभिन्न आफ्ना नीतिता कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेको छ। सरकारी गैर सरकारी संस्थाबाट पनि यसको समाधानको लागि, न्यूनीकरणको लागि, अनुकूलनको लागि विभिन्न कार्यक्रम भइराखेको छ। यसलाई जनस्तरमै फैलाउनको लागि पनि विद्यालय स्तरमा नै भइराखेको छ। यो एउटा महत्त्वपूर्ण बहस कार्यक्रममा यहाँको मन्त्रालयबाट, यहाँको संस्थाबाट विद्यालय उपस्थित हुनुहुन्छ। यहाँलाई धेरै